साथी यार के हो यो मर 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 राइड प्लान छ बाइक वार्म अप भइसक्यो अनि म पनि फुल टुर रेडी आज चाहिँ पाइन्ट लाएर जाँदैछु म चाहिँ धेरै पछि प्राय म पाइन्ट चाहिँ लाउँदैन हैन ओ माई गॉड केटाहरु त हाइटमा आइसक्यो त राइड सुरु हुनु भन्दा अगाडि ओए भन्न चेकिङ नरहेछ डरै लागिसक्यो त एकचोटि त अच्छा म त टर्निङमा त डर हान्दो रहेछ न हो सिधा बाटो नहाने नि 80-90 हान्दैछ नि यार यस्तो बाटोमा पनि यार केटाहरु के हाइटमा आएको यार यस्तो यताको टर्निङहरु ढलान पनि नभएको हो केटाहरुले त मर्नु ढल्काउने रहेछ नि त नि डेटली हान्दे यार म त सक्दैन यार धेरै ढल्काउन डर लाग्छ मलाई त केटाहरुको चलाइ धेरै डर लागिसक्यो मलाई यहाँ हार्ट एट्याक आउन मात्रै बाँकी छ हौ मलाई त कसम भने यार ओ मर 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 बट त्यसलाई साइड राख्दिनु यार च्याप्पै गइहाल्यो साइडमा राख्दिनु अब के गर्न सकिन्छ त हैन हाइवेमा अब स्विक्क गइहाल्यो त ऊ बच्छ कि बस ल्याएर बज्दैन कहाँ यहीँनिर गाडिदेऊ न यहीँनिर हालिदियो रेस्ट इन पिस माउसुली रहेछन् फेरि पेटै निस्कि गयो यहाँ बस्नु हजुर लज्जा डर त लागेन नि तिमीलाई पछाडि बसेर मैले के भन्छु भने अर्कोचोटि रेस हान्न क्या यसलाई यस्तो कुदाउँछ यसले एउटा मिस गर्दैन 8 लाखको कुरा हुँदै थियो त्यो एक्सिडेन्टल केसमा चाहिँ यदि मान्छे मर्यो भने 7 लाख तिर्नुपर्छ नि त हामीले सो अब जङ्गल जनावरतिर मर्यो भने पनि त्यही गर्नुपर्छ भन्ने कुरा भइरहेको थियो जिस्काएर तर नो वरिज केटाहरू फेरि हाइटमै हो जति गरे नि ऊ ढोका खोलेर बसिरहेको बसको ढोका खोलेर बसिरहेको धन्न म चाहिँ स्लो थिएँ मलाई लाग्थ्यो त्यही मै तर्सेँ कहाँ सक्नु एमटीले केटोले रनिङमा भ्याइदिइहाल्छ जति कुरा अनि मैले अहिले अब मैले रोक्छु उसले आएर भ्याउँछ हेर्नु है ओहो आयो 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 हन्टर ओ माय गॉड यार सक्क भइदियो यार कत्रो नजिक आएको यार साथी यार तिमीले यो भ्लग हेरेछौ अनि तिमीलाई म चुम्मा खान्छु निधारमा त्यस्तो क्लोज थियो यार तिमी गोप्रोमा कतिको टाढै देखाउँछ होइन तर लास्ट क्लोज थियो नि यार तिमी मभन्दा त्यो पहिलो दाजुले के गरे ल साथी यार के हो यो ल पुरै छैन साथीले कसम गोप्रो अन्छ कि छैन होइन ला हत्ता यार माने यार तिमीलाई चाहिँ ह्यान्डसम छ भने डर पनि नलाग्ने यार सक्यो आज मामाको आज ज्याकेट सक्यो बचे यार यो साथी कसम माने स्कर्पियो हाम्रो लेनमा थियो होइन ब्रेक हानेको स्लाइड गरेर सिधा यस्तो टेढो हान्दिएर हाने कन्फिडेन्स त कसम भने केटाहरूको मान्नुपर्छ यार सुरु भइसक्यो यहाँ पछाडि बस्ने मान्छेलाई चाहिँ मान्नुपर्छ यार जस्तो कुदायो नि उयो आज थामेर मुटु कसेर होइन खतरनाक तिमी अझ बच्यौ नि याद छैन त्यहाँनिर त्यहाँनिर त्यो हाइसनियर छैन त्यो त हेर ए के भयो कुकुर सुतिरहेको रहेछ यार भाइ यार कुन ब्रान्डको भेस्ट हो कहाँ पाउँछ यस्तो भेस्ट
फ्रीमा पाउँछ भने के भने यार 150 किलोमिटरको राइड भनौँ न टोटल अप डाउन गरेर हजार घटी दुर्घटना घटी हो क्या यो हाइवेमा त कसम छिट्टे त्यो हाइवे छोडेर अब यहाँ भित्र नुवाकोटतिर लागिसकेका छौँ केटाहरूको त्यही हो पारा वान मिस तर ड्युकले त हान्छ सिधामा त म त सक्दैन गएन म आँखा रातो देखेँ क्या भोट मलाई ओहो टन्नै रहेछ ग्रुप जुन बाटो आएको थियौँ त्यही बाटो फर्किँदैछौँ हामी चाहिँ किनकि यहाँ पछाडि दामी बाटो देखेर केटाहरूले त्यहाँनिर भिडियो बनाएर हामी चट्टा लगाएर ब्याक टु काठमाडौँ हुन्छौँ जुन बाटो आएको थियो त्यही बाटो अनि हामीले चाहिँ यहाँ तल पसलबाट एउटा कोक 2टा चिप्स त्यसरी हेरी के लगाएर गएको छौँ अब कहाँ पुगेर खोलामा छिरेर मस्त भाइब्स लिँदै खानुपर्ने हुन्छ यो चिज चाहिँ है हामीले चाहिँ चट्टा लगाएर हाइवेबाट तल झरेको छौँ अब टिसिएस अफ भरे साथीको चाहिँ अफ गर्यो अरे अफ भन्न यो पनि फस्यो होला अड्डिन्छ होला अड्डियो कि हाम्रो चाहिँ अब यहाँ नुहाउने प्लानिङ भएको चाहिँ यहाँ कति त ऊ हाम फाल्दैछन् आधीहरू अब हाम्रो पालो हुनेछ है हाम फाल्ने चट्टा नुहाएर भिडियो आएछ भने हेर्नु है उनीहरूलाई कट्टुमा पनि आइसकेँ म पनि फोटो सेसन हुँदैछ कति बज्यो भन्दाखेरि 5 बज्न लागिसक्यो होला है 5 बज्यो होला यार ठ्याक्कै 5 बज्यो अब यहाँबाट हिँड्छु कति बजी पुग्छ 6-7 बजी पुग्छौँ होला चल लगाएर आनन्दले जाने आनन्दले घर पुगिने भन्ने आश गरौँ इन्स्टाग्राममा हेर्नु होला मेरो फोटो चाहिँ दामी आएको छ ल मुला कहाँबाट झारेको यिनीहरूले थट पेट्रोल त निल्लै होला ट्याङ्की त पेट्रोलले गिभअप दियो आज मेरो बाइकको चसक्क भयो एकचोटि त पछाडि ट्राफिक चेकिङ थियो अनि चसक्क भयो भनेको डर लागिहाल्छ नि ट्राफिक देखेपछि त कसलाई लाग्दैन र त्यही माथि मोडिफाई बाइक उसको त के पनि छैन पुच्छर पनि छैन अनि मेरो चाहिँ पुच्छर पनि छैन अनि त्यो माथि मडगाड त लाग्छ के हप्मा त मान्छ तर आवाज ठुलो छ नि त फेरि यसको त पुगिसकेको चाहिँ के भन्छ यो धार्के अब त बाटो राम्रो छ अब अँध्यारो पनि त्यति भएको छैन कति बज्यो भन्दाखेरि 5:53 भएको रहेछ हामी यहाँ धार्के पुगिसक्यौँ 1 घन्टामा उहाँबाट सो लेट्स गो लेट्स रक एन्ड रोल है त